हेलो गाइज, यो सिरिजमा चाहिँ हामी रियाक्ट हुकको बारेमा डिटेलमा सिक्छौँ। मैले एउटा टेस्ट प्रोजेक्ट भनेर सेटअप गरिसकेको छु, जुन चाहिँ मैले भाइट युज गरेर बनाएको हो। अनि अब यो रियाक्ट हुक फर्म, मेन्टिन फर्म अनि फर्मिकहरू जस्तो थर्ड पार्टी लाइब्रेरीहरू चाहिँ हामीले हाम्रो कुनै रियल वर्ल्डको प्रोजेक्टहरू हुन्छ नि रियाक्ट नेक्स्टमा चाहिँ किन युज गर्छौँ भनेर सुरुमा चाहिँ प्रोब्लम बुझौँ। नर्मल्ली हामीले रियाक्टमा अब फर्महरू बनायो भने चाहिँ हामीले तिनीहरूको यसरी स्टेट ट्र्याक गर्नुपर्छ कि अब मसँग एउटा कुनै नेम भन्ने इनपुट छ, त्यसको लागि मैले अब युज स्टेट युज गरेर बनाउँछु। पासवर्डको लागि फेरि अर्को स्टेट बनाउँछु। अब अलि एडभान्समै जाने हो भने त एउटै स्टेटभित्र हामीले अब्जेक्ट राखेर पनि गर्न मिल्यो। तर हामीसँग अब यस्तो एउटा मात्र फर्म होइन, हामीसँग अब 10-15वटा इनपुट भएको फर्महरू हुन्छ होइन। त्यस्तोहरू सबै ट्र्याक गर्न अनि भ्यालिडेसनहरू गर्नको लागि चाहिँ यसरी म्यानुअली गरेर एकदम च्याउ हुन्छ। त्यही भएर चाहिँ हामीले यस्तो थर्ड पार्टी लाइब्रेरी जस्तै रियाक्ट हुक फर्म, मेन्टिन फर्म अनि फर्मिकहरू तिनीहरू युज गर्छौँ। अनि मेन प्रोब्लम चाहिँ त्यति नै हो। अब हामी चाहिँ यसमा हाम्रो यो प्रोजेक्टमा चाहिँ रियाक्ट हुक फर्म इन्स्टल गरौँ। सुरुमा चाहिँ रियाक्ट हुक फर्म इन्स्टल गर्नको लागि चाहिँ सुरुमा हजुर टर्मिनल ओपन गर्नुहोस्। अनि अब हजुरले कुन चाहिँ प्याकेज म्यानेजर युज गर्नुभएको छ, पिएनपिएम युज गर्नुभएको छ कि एनपिएम युज गर्नुभएको छ कि यान युज गर्नुभएको छ, अब त्यो आफ्नो जुन प्याकेज म्यानेजर युज गर्नुभएको छ त्यो प्याकेज म्यानेजर अनुसारको इन्स्टल गर्न मिल्यो। मैले चाहिँ पिएनपिएम युज गरेको छु, त्यही भएर मैले पिएनपिएम एड रियाक्ट टेस्ट हुक टेस्ट फर्म भनेर इन्स्टल गर्छु। त्यो हुने बित्तिकै हाम्रो प्रोजेक्टमा चाहिँ रियाक्ट हुक फर्म इन्स्टल भएको छ। यहाँ डिपेन्डेन्सीमा आएर बसिसकेको छ। अब त्यसलाई हाम्रोमा अब रियाक्ट हुक फर्मलाई हाम्रोमा युज गर्नको लागि चाहिँ अब कसरी युज गर्ने त? सुरुमा चाहिँ यस्तो हुन्छ, मैले एउटा यसरी अब्जेक्ट जस्तो भने रियाक्ट हुक फर्मको आफ्नो युज फर्म भन्ने एउटा हुक छ होइन। अनि यसमा चाहिँ अब हामीले धेरै अप्सन्सहरू पास गर्न मिल्छ। जस्तै हामीले मोस्टली युज गर्ने भनेको त अब एउटा मोड भयो, इरर्सहरू भयो, त्यसपछि अरू एउटा इनिसियल भ्यालुज, एउटा डिफल्ट भ्यालुजहरू हुन्छ होइन। यस्तै थुप्रो मेथडहरू हुन्छ। अनि म एउटा फर्म भनेर एउटा बनाइहालेँ ल। नाममा स्ट्रिङ हुन्छ, पासवर्ड नि आइडीलाई म एउटा स्ट्रिङ भनेर राखिदिन्छु होइन। यति भयो। यो भएपछि हामीले टाइप सजिलो हुन्छ टाइप गर्नलाई। मैले डिफल्ट भ्यालुज भनेर मैले नेम यसरी टाइप गरेँ, पासवर्ड भने यसरी इम्टी आउँछ। अनि यसले चाहिँ नर्मल्ली मेथड्स रिटर्न गर्छ है। त्यसपछि अब हामीले यो जुन चिज हामीले अघिदेखि म्यानुअली गरिरहेको थियौँ नि, हामीले अब केही गर्नु परेन। हाम्रो यो मेथड्समा रियाक्ट हुक फर्मले रजिस्टर भनेर दिएको हुन्छ होइन। रजिस्टरमा चाहिँ हामीले एउटा की पास गर्नुपर्छ। अब यो इनपुट कुन हो, यसलाई कुन कीसँग बाइन्ड गर्ने भनेर यसमा नेम पास गरिदियो पुग्छ है। अर्को भयो भने पनि मेथड डट रजिस्टर, मैले चाहिँ यसलाई पासवर्डसँग बाइन्ड गरेँ होइन। अब यसलाई हामीले फर्महरू ऱ्याप गरेर पनि गर्न सक्छौँ। मैले चाहिँ अहिले सिम्पली मेथड डट समिट ह्यान्डल समिट हुन्छ, त्यसमा मैले ह्यान्डल फर्म समिट भनेर पास गरेँ होइन। अनि यसलाई टाइप डिफाइन गरौँ। यसभित्र मैले फर्म भनेर पास गरेँ, यसमा मेरो डाटा आउँछ है। ढक्क यहाँनिर मेरो डेटा हाल्यो भने ऱ्यान्डम पास गर्छु अनि समिट ढक्क आइसक्यो कि भ्यालु छैन अरे। टेस्ट भन्यो भने तपाईँसँग यसको यो 50वटा नै किन नहोस्, हजुरले अब यो डिफ्रेन्ट स्टेटहरू डिफाइन गरिराख्नु पर्ने, म्यानुअली ह्यान्डल गर्नु पर्ने, भ्यालिडेसनहरूको कुरा यसले आफै नै गरिदिन्छ। त्यसो भएर हामी फ्युचर भिडियोजमा चाहिँ हेर्छौँ।
ओके, त्यति नै।